भेदभावपूर्ण व्यवहार गर्न नहुने, कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानुन बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले यस्तो अधिकार वा सामान्य कानुनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानी भेदभावपूर्ण व्यवहार गर्न हुँदैन। यसो गर्ने वा गराउने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। भेदभाव गरी वस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुने, कसैले कुनै वस्तु वा सेवाको खरिद वा बिक्री वितरण गराउँदा कुनै खास जात जाति वा सम्प्रदायको व्यक्तिबाट मात्र वा त्यस्ता व्यक्तिलाई मात्र खरिद वा बिक्री वितरण गर्ने वा कुनै खास जात जाति वा सम्प्रदायका व्यक्तिलाई उपलब्ध नगराउने वा बिक्री वितरण नगर्ने कार्य गर्न हुँदैन। यसो गर्ने वा गराउने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। स्मरण रहोस्, आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पिछडिएको वर्गको हित संरक्षण वा विकासका लागि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको स्वीकृतिले कुनै खास वस्तु वा सेवा कुनै खास जात जाति वा सम्प्रदायका व्यक्तिलाई मात्र उपलब्ध गराएकोमा वा बिक्री वितरण गरेकोमा कसूर मानिने छैन। जबरजस्ती काममा लगाउन नहुने, कसैले कसैलाई निजको इच्छा विरुद्ध काममा लगाउन हुँदैन। यसो गर्ने वा गराउने व्यक्तिलाई 3 महिनासम्म कैद वा 5,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। स्मरण रहोस्, सार्वजनिक कामको लागि कानुनी बमोजिम श्रममा लगाउन यस कानुनले बाधा पुर्याएको मानिने छैन। दास बनाउन नहुने, कसैले कुनै व्यक्तिलाई दास वा कमारा कमारी बनाउन, त्यस्तो हैसियतमा राख्न, काममा लगाउन वा सो सरहको अन्य कुनै पनि व्यवहार गर्न वा गराउन हुँदैन। यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 5 वर्षदेखि 10 वर्षसम्म कैद र 50,000 देखि 1 लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको छ। बन्धक बनाउन वा बाधा राख्न नहुने, कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाधा राख्न वा बाधाको हैसियतमा काममा लाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन हुँदैन। यसो गरिने वा गराउने व्यक्तिलाई 3 वर्षदेखि 7 वर्षसम्म कैद र 30,000 रुपैयाँदेखि 1 लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको छ। सामाजिक रीति स्थितिमा खलल पार्न नहुने, कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुक्क्याई वा जबरजस्ती गरी कुनै काम गर्न वा गराउन हुँदैन। यसो गर्ने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। स्मरण रहोस्, यो कानुनको प्रयोजनका लागि जातीय भेदभाव हुने रीति स्थितिलाई सामाजिक रीति स्थिति मानेको छैन। जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने, कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पँधेरो प्रयोग गर्न वञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट वञ्चित गर्न हुँदैन। यसो गर्ने वा गराउने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस्ता कसुर गरेमा थप 3 महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको छ। यातना दिन नहुने, प्रचलित कानुन बमोजिम कसुरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानुनको कार्यान्वयन गर्ने वा कानुन बमोजिम नियन्त्रण, हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिन लाउन वा क्रूर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन। यसो गरेमा गर्ने व्यक्तिलाई कसुरको गम्भीरता हेरी 5 वर्षसम्म कैद वा 50,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। त्यसै गरी कसुर गर्न आदेश दिने व्यक्ति वा कसुर गर्न सहयोग गर्ने मतियारलाई मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था रहेको छ।
माथि उल्लेखित कसुर गर्ने कुनै व्यक्तिले आफूभन्दा माथिका अधिकारीको आदेश पालना गरी त्यस्तो कसुर गरेको भन्ने दाबी लिन पाउने छैन र निजले त्यस्तो आधारमा त्यस्तो कसुर गरे बापत हुने सजायबाट उन्मुक्ति पाउने छैन। स्मरण रहोस्, यस कानुनका लागि पक्राउ परेको नियन्त्रणमा रहेको हिरासत, थुना, कैद वा नजरबन्द वा आफ्नो सुरक्षामा रहेको कुनै व्यक्ति वा त्यस्तो व्यक्तिको कारणले अन्य कुनै व्यक्तिलाई देहायको उद्देश्यले जानी शारीरिक वा मानसिक पीडा वा कष्ट पुर्याएमा वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिएमा त्यस्तो व्यक्ति उप यातना दिएको वा क्रूर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको मानिनेछ। 1. कुनै विषयमा जानकारी हासिल गर्ने। 2. कुनै कसुरमा साबित गराउने। 3. कुनै कार्यको लागि दण्ड दिने। 4. जोर जुलुम वा त्रास देखाउने वा कानुन विपरीतका अन्य कुनै कार्य गर्ने। अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने। कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन। बोक्सा बोक्सीको आरोप लाउने। बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य जुनसुकै काम गरी क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नु हुँदैन। यसो गरेमा 5 वर्षसम्म कैद र 50,000 रुपैयाँसम्म जरिमाना हुनेछ। त्यसैगरी महिलाको रजस्वाला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन। यसो गरेमा 3 महिनासम्म कैद वा 3,000 रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। स्मरण रहोस्, राष्ट्र सेवकले यस्ता कसुर गरेमा निजलाई थप 3 महिनासम्म कैद सजायको व्यवस्था रहेको छ। हदम्याद दास बनाउन नहुने र बन्धक बनाउन वा बाधा राख्न नहुने कसुरमा जहिले सुकै उजुर लाग्नेछ। त्यसैगरी यातना दिन नहुने कसुरमा त्यस कसुर भएको वा सम्बन्धित व्यक्ति पक्राउ, नियन्त्रण, हिरासत, थुना, कैद वा नजरबन्द मुक्त भएको मितिले र माथि उल्लेखित अन्य सबै कसुरमा कसुर भएको थाहा पाएको मितिले 6 महिना नागेपछि उजुर लाग्ने छैन।